15 गते आज खिर खाने दिन। यहाँ मैले 3 खाजा जस्तो दुधहरू उमालेँ, त्यसमा मैले कालचिनी त्यो मिठी चामल ठिक्क पारेँ। त्यसपछि त्यो उम्लिरहेको दुधमा मैले त्यो चामलहरू हालेँ अनि त्यसपछि आफ्नो स्वादअनुसारले गुलियो। मैले चाहिँ 3-4 चम्चा जस्तो चिनी त्यो मजाले चामल उम्लिसकेर पाकिसकेपछि मैले हजुरको त्यो चिनी पनि त्यसमा हालेँ। हालिसकेपछि त्यसलाई मजाले एकछिन उमाल्न दिनुपर्छ। घिउ चाहिँ मैले हाल्नु बिर्सेछु। युजली चाहिँ मैले चामलमै हजुरको घिउ मिसेर हाल्थेँ भने आज चाहिँ मैले पछि नै छुट्टै हालेँ है। अनि त्यसपछि हजुरको यो मैले त्यो पाक्न आइसकेपछि चाहिँ मरिचको धुलो अलिकता हाल्छु, त्यसले अझ मिठो हुन्छ। मेरो मजाले एकछिनसम्म चलाइसकेपछि एकछिन त्यसलाई फेरि अझै एकछिन उम्लिनलाई दिएँ। त्यसले गर्दा मरिच पनि टक्क त्यो खिरमै हुन्छ है। अनि त्यसपछि एकछिन यसरी चलाउने अनि त्यसपछि ल हाम्रो खिर रेडी भयो। ह्याप्पी साउन 15। थ्याङ्क यू सबैजना।